गाइजहरु वेलकम टु माई नितेश न्यू ब्लग। आयो तपाईहरुसँग सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। आज म टक्कलर कोट पाइन्छ कता जान्छ सोच्दै हुन्छ होला हैन। टक्कलर आज म जान्छु मेरो कलेज, किनभने आज चाहिँ टक्कलर हाम्रो 12 को फेयरवेल प्रोग्राम छ र टक्कलर चाहिँ हाम्रो टक्क 9 बजे कलेज आइपुग्नु पर्छ भनेर भनेको छ हैन। टक्कलर आज म लोसोला रेडी भइसके। अझै टक्कलरमा यहाँ बसमा चढेर कलेज जान्छु हैन। र आजको हाम्रो फेयरवेल चाहिँ उता बाहिरको अर्कै भेन्यूमा हुन्छ र हैन। त्यो भेन्यू चाहिँ हामीले भनेको छैन। त्यो भेन्यू चाहिँ टक्कलर हाम्रो सरप्राइज दिने हो। सो त्यही हो, अब चाहिँ म टक्कलर कलेज जान्छु है त। हामीले चाहिँ टक्कलर म चाहिँ कलेज आइसके नि सक्नुहुन्छ हैन। हाम्रो कलेज चाहिँ त्यहाँनिर छ हैन। टक्कलर कस्तो छ र टक्कलर कलेज आइसके। त्यहाँदेखि चाहिँ टक्कलर आज चाहिँ हाम्रो फेयरवेल हुन्छ, त्यहाँनिर हाम्रो बाहिरको भेन्यूमा हुन्छ। भेन्यू चाहिँ सरप्राइज हुन्छ भनेको छ हैन। त्यही अब चाहिँ टक्कलरमा यहाँ कलेजहरू जान्छ, कलेजहरू गइसकेपछि को सबैजना देखाउँछु हैन। टक्कलर हामी त्यहाँबाट अगाडि बढिसकेपछि टक्कलर भेटौँ। अहिले साथीहरू टक्कलर चाहिँ बसमा आएर बसिसक्यौँ हैन। सबजना नाचिरहेको छ हैन, सबजना नाचिरहेको छ उता पछाडिपट्टि हैन। अहिले चाहिँ हामी टक्कलर यहाँबाट अगाडि बढ्छौँ हैन। एकछिन बस्यो हैन। सबैजना साथीहरू उता गर्ल्सको बसहरू उतापट्टि छ अनि हाम्रो यता सरदा हुनुहुन्छ, सरनाम उता हुनुहुन्छ भने चाहिँ हामी टक्कलर अगाडि बढ्छौँ। कलेजबाट अगाडि बढ्छ हैन। सबजना अब चाहिँ हामी एउटा कुन चाहिँ भिडियो जाने भने चाहिँ थाहा छैन साथीहरू। सरप्राइज अरे है। अहिले चाहिँ हामी हाम्रो लोकेसनमा आइसक्यौँ हैन। हाम्रो होटलको नाम चाहिँ टक्कलर होलिडे रिसोर्ट अनि टक्क 5 स्टार रहेछ हैन। अब चाहिँ टक्कलर हामी यहाँबाट भित्र जान्छौँ, के छ सबै कुराहरू देखाइहाल्छु। अहिले चाहिँ 5 स्टार होटलमा चाहिँ फर्स्ट टाइम हो हैन। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो सबैजना साथीहरू गइरहेको छ हैन। अब चाहिँ टक्कलर हामी यहाँबाट भित्र जान्छौँ हैन। भित्र गएर भेटौँ है त साथी। टक्कलर हामी ठ्याक्क यहाँनिर आइसक्यौँ। यो होटल चाहिँ कत्रो हो गाई, यहाँ पल्लो चाहिँ परसम्म चाहिँ यताको भ्यू यस्तो छ हेर्न सक्नुहुन्छ हैन। अब चाहिँ हामी टक्कलर यहाँबाट उहाँ त्यहाँनिर जान्छ, हाम्रो साथीहरू उहाँ छ हैन। आइसक्यो हैन। अब आइकन टक्कलरमा चाहिँ खालसाना खान लागेको हैन। सबजना साथीहरू त्यहाँनिर खाइरहेको छ हैन। अब चाहिँ जिन्दगीमा फर्स्ट टाइम 5 स्टार होटलको खाना खाएको मैले चाहिँ हैन। हामी चाहिँ होला चाहिँ यहाँको यताको भ्यू पनि यस्तो छ हेर्न सक्नुहुन्छ हैन। अब चाहिँ जिन्दगीमा फर्स्ट टाइम 5 स्टार होटलको खाना खानेछु। अनि अब साथीहरूले उहाँ खानेछहरू हेर्नु हैन। अब हामी खाइसकेपछि त्यहाँको भित्र हलभित्र जान्छौँ अनि हलभित्र चाहिँ टक्कलर प्रोग्रामहरू हुन्छ, त्यहाँको डान्सहरू त्यहाँनिर हुन्छ। Now we would like to request our lovable friend of ours to come over the stage and give a welcome speech on behalf of the great हल्लाले गर्दा खासै राम्रो बोल्न पनि पाएको छैन होइन। सबजना अगाडि नाचिरहेको छ सक्नुहुन्छ होइन। हाम्रो साथीहरू पनि नाचिरहेको छ, यता पनि नाचिरहेको छ होइन। अनि धेरै गीतहरू बज्यो, कारणले गर्दा खासै राम्रोसँग बोल्न पनि पाएको छैन हल्ला भएको कारणले गर्दाखेरि होइन। त्यही भएर डान्स गरेको भिडियो हेरेर हेर्नु सक्नुहुन्छ सबजना नाचिरहेको छ त्यहाँनिर होइन। डान्सहरू भिडियो हेर्दै गर्नु होइन साथीहरू।
हामीले चाहिँ अहिले बिहानदेखिको 3-4 घन्टाको भोक प्यास तिर्खाबाट बल्ल तल्ल मासु भात खान पाएको छ बल्ल तल्ल होइन। यहाँको भ्यू चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। यो के होलिडे रिसोर्ट हो के रिसोर्ट अरे। अब चाहिँ हामी टक्कलाएर यहाँ मासु भात खान लागेको होइन। मासु खाइसकेपछि फेरि पनि हाम्रो त्यो कार्यक्रम हुन्छ अलिकति होइन। अनि कार्यक्रम सकिसकेपछि चाहिँ हामी टक्क यहाँ फर्किन्छौँ। त्यहाँ भ्लग हेर्दै गर्नु होला अन्तिमसम्म होइन। टक्कलाएर हामीले चाहिँ अहिले हाम्रो प्रोग्राम सकेर हामी त्यहाँ अगाडि आइसक्यौँ होइन। हाम्रो चाहिँ टक्कलाएर मायाको चिनो दिएको छ होइन। अब चाहिँ हामी सबैजना साथीहरूलाई आजबाट टक्कलाएर बाई बाई गरेर टक्कलाएर हामी आफ्नो बाटो जान्छौँ होइन। अब त्यही हो समय भन्ने चिज चाहिँ टक्कलाएर बितेको थाहा हुँदैन। समयको चाहिँ समयमै टक्कलाएर युटिलाइज गर्नु होला होइन साथीहरू। अब हाम्रो पनि पढाइ ठ्याक्कलाएर अब 2 वर्ष कतिजना बितिसकेको रहेछ होइन। समय बितेको चाहिँ थाहा भएन होइन हामीले पनि। अब हेर्दा हेर्दा साथीहरूसँग छुट्टिएर जाने दिन पनि भइसकेको। अब पछाडि पनि साथीहरू आउँदैछ। हामीलाई चाहिँ टक्कलाएर मायाको चिनो दिएको छ होइन। अब हामी टक्कलाएर यहाँबाट छोडेर अब हामी टक्कलाएर हामी बस्छौँ जान्छौँ होइन। र आजबाट चाहिँ हाम्रो टक्कलाएर सबैजना साथीहरूसँग छुट्टिएर जाने दिन आइसकेको छ होइन। अब चाहिँ हामी एउटा अब सबैजना साथीहरू आफ्नो बाटो लाग्छौँ आफ्नो घर जान्छौँ। अनि त्यसपछि फेरि अब बोर्ड इक्जाममा भेट त हुन्छ होइन। तर केही दिनको लागि चाहिँ हामी साथीहरूलाई बिदाई गर्छौँ होइन। अब यहाँनिरको होटल चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ होइन। के अरे होलिडे होटल भन्ने हो होइन। अनि यहाँको व्यवस्था छ हेर्न सक्नुहुन्छ। सबैजना साथीहरू चाहिँ अब हामी यहाँ बस्नु छोडेर घर जान्छौँ। त्यही हो यहाँ सबजना साथीहरू फोटोसोटो खिचिरहेको छ कोही कोही होइन। राम्रोसँग बोल्न पाइएन होइन। त्यही नाचेको भिडियोहरू मात्र बनाइयो होइन। त्यही यो आजबाट चाहिँ टक्कलाएर हामी सबैजना साथीहरू एकअर्कासँग छुटिसकेका छौँ। र अब चाहिँ हाम्रो भेट भनेको सायद एकैचोटि वैशाख 11 गते बोर्ड इक्जाममा हुन्छ होला होइन। त्यही हो हाम्रो चाहिँ टक्कलाएर समय बितेको पनि थाहा भएन होइन। एकैचोटि अब अस्ति भर्खर पढेको जस्तो लाग्छ होइन। तर हेर्दा हेर्दा 2 वर्ष पनि बितिसकेछ होइन। त्यही हो अब चाहिँ तपाईँहरू चाहिँ समयको चाहिँ समयमै युटिलाइज गर्न सिक्नु होला। आफ्नो साथीहरूसँग रमाइलो गर्दै आफ्नो पढाइलाई पनि फोकस गर्नु होला होइन। त्यही हो आइएफ तपाईँहरूसँग मेरो आजको भ्लग मन पऱ्यो होला। अब चाहिँ सायद अब मेरो बोर्ड इक्जाम भन्दा उता मात्र अब भ्लग आउँछ होला होइन। त्यहाँनिर चाहिँ अब बोर्ड इक्जाम पनि आइसकेको कारणले गर्दाखेरि अब पढ्नु पनि पऱ्यो होइन। त्यही हो भ्लग मन पऱ्यो लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। र आउँदैको भ्लगहरू हेर्दै जानुको लागि च्यानल सब्सक्राइब गरिदिनु होला। हस्त।